आज चाहिँ यो बिजोग भएर रहेको इन्डोर प्लान्टलाई म सफा गर्छु है। हेरौँ कस्तो रिजल्ट आउँछ। लास्टसम्म हेर्नु होला, हेरेर साथ दिनु होला। यो गमलालाई सफा गरिसकेर पानीले स्प्रे गर्छु है। पानीले स्प्रे गर्दाखेरि चाहिँ यो प्लान्टलाई असर गर्दैन। यसको बादमा भएको फोहोर मैलाहरू सबै बखालेर सफा भएर जान्छ। र यसको छिप्पिएको पातहरू पनि काटिदिन्छु। यसले चाहिँ यो काट्नाले चाहिँ यसको नयाँ टुसाहरूलाई चाहिँ एकदमै राम्रो खाना मिल्छ र राम्रोसँग बढ्ने गर्छ। अब यो चाहिँ यतिकै हो। यसलाई चाहिँ अब अलिक राम्रो भएपछि नेक्स्ट भिडियोमा फेरि अपलोड गर्नेछु। हस् त, धन्यवाद। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई।